ल अब हामी कहाँ जाँदैछौँ हामी? अब हामी घाँस काट्न जाने भैँसीलाई भेडालाई घाँस ल्याइयो अनि अब फेरि भैँसीलाई काट्ने के छ त खबर? खबर के हो नि गाउँले जिन्दगी यस्तै घाँस दाउरा गर्ने खेतीपाती गर्ने बस्ने जाडो छ दैनिक घाँस काट्नुपर्छ नकाटे भेडा भैँसी भोकै हुन्छन् कति छन् त भेडा अनि भेडा भैँसी? त्यही 5-6वटा भेडा छ 3वटा भैँसी छ अनि कुखुरा छ कुखुरा कति छन्? कुखुरा छ 10-15वटा अनि बिरालो? बिरालो पनि 3वटा छ बिरालोको त नाफा नफाइदा के काम भएन? बिरालोले मुसा हेर्छ नि मुसा मार्छ घरमा बस्छ भात खान्छ दुध खान्छ ए अनि के हो पुरै यानीमा कि सुन्नुभयो त? हजुर बिरुवा लाग्छ अनि घाँस दाउरा गर्दा यस्तै गीत सुन्ने अँ, अनि घाँस काट्ने दाउरा काट्ने खेती गर्ने अब ऊ बेला आफ्नो जवानीमा यस्तो गीतहरू सुन्ने अब चलन थिएन। थिएन अब यस्तो मोबाइलहरू हेर्ने चलन पनि थिएन अहिले अब आफ्नो बेला बैसनी गयो अनि मोबाइल आएर खै रहर लाएर के गर्ने त्यही त। त्यही पनि अलिअलि यसो गीत सुन्ने बजाउने अनि यो टनेल पनि आफ्नै हो हाम्रै हो? हाम्रै हो यो टनेल नि ए यहाँ टमाटर लाइन्छ अँ यता साग रहेछ सागहरू लाइन्छ यो पुरै दालै घाँस त। डाले घाँस